चलो अब हामी घुम्नु गएको कहाँ गएको भन्नु घुम्नु आजकलकै एनटिसीको सिम चाहिने रहेछ भन्ने लाग्छ कि म हुँदा मलाई अब डगी डाटा तानेकै बेकार गयो ल जाउँ है यात्रा हाम्रो चलिरहेछ जिन्दगी हिँड्दा हिँड्दै थाक्यो यो तिनजुरेको के अरे पाथिभरा मन्दिरको यात्रा सुरु भइरहेछ तेह्रथुमको कहाँ तलबाट हिँडेर आएको खै यो जिन्दगी कोही अगाडि यसरी हिँडिरहनु भएको छन् यहाँ यत्रो सानो फुच्चे हिँड्दैछ कहाँ हिँडेको उसको हेलो गरिदेऊ यता हेलो गरिदेऊ हो त बाटो एउटा यता एउटा दुईटा रहेछ सकिँदैन यस्तो भएको यो हुस्सु कुहिरो केले नि ढाकिरहेछ हजुर नयाँ फोटो छोरो पनि हिँडिरहेछ यतापट्टि दाहिनेपट्टिबाट ल त लड्छ यो बाटोमा पहिनी चाहिँ हामी यसलाई किट्टु खेलेको भन्थ्यौँ यसरी मिलाएर तिमी यहाँ चाहिँ खै के हो राखेको यो राखेर चाहिँ के हुने रहेछ दाजै चिताको सपना पुरा हुन्छ अरे यसरी राखिदिँदा ल भन्ने सर्थ र मैले पनि एउटा बनाइदिएको छु गाइज यस्तै छ ल पुगोस् निकाल्छ हिताको चिताको राम्रो काम चाहिँ पुगोस् है फेरि नराम्रो होइन नि ल यो चाहिँ के हो यो गुराँसको बोटै मात्रै रहेछ त लाली गुराँस फुलेर राम्रै रातै भएको रहेछ सानो होइन अनि फुल्नु आँट्यो जस्तो नि देखिन्छ त नि फुलिरहेछ त ऊ रातै माथि पनि कहाँ अझै त्यो डाँडै कट्नु पर्ने हो उयो छोरोलाई हेर्ने गर्नु दाजु यहाँ एक जोडी आउँदै हुनुहुन्छ सिरियस मुद्रामा म त स्यास्या भएर जाने आँटिसकिसक्यो के छ लु यहाँ हाम्रो यो शुभयात्रा आज तिनजुरेको मन्दिर चाहिँ पाथिभरा कुन मन्दिर अरे यो पाथिभरा मन्दिर हो हाम्रो तिनजुरेको मन्दिर है तर यो ताप्लेजुङको चाहिँ होइन तिनजुरेको पाथिभरा मन्दिर हो यो र हाम्रो यहाँ गुराँस हेर्न आएको तर गुराँस मजाले फुलिराख्नु खोजेको रहेछ कोपिलामा अब कोपिला चाहिँ लागिरहेको छ यतिखेर कुनै फर्केसँग कुनै बाँकी छ हाम्रो यहाँ गाइस अलिकति आज सन्चो भएको छ नि त्यसले अगाडि बिस्तारै बिस्तारै हिँडिरहेको छ हाम्रो सफर जारी छ ल गाइस ल है हिँड्दा हिँड्दै थाकिने रहेछ हौ जिन्दगी इन माथि माथि धम्बसँग हिँड्न माथि माथि यता होइन चलो माथि माउँछु हिँड छोरोले टपिसक्यो बरु हेट छोरी चाहिँ अघि धमासँग माथि पुगिसकिसके ल हिँड उता हिँड उता यता हिँड उता आम्मामा
जय पाथिभरा माता गरिसक्यो अब कतिको गाह्रो छ त भाइ जिन्दगी नयन हाम्रो नयन भाइ यहाँ आउँदै हुनुहुन्छ पाथिभरा माता हिँड्नुभएको अरे यहाँ एक कान्छा छोरो पनि यता यो जिन्दगी उकालीबाट फेरि ओह्राली झर्नुपर्ने हो जिन्दगी यस्तो हो उकाली ओह्राली छोरालाई फेरि वासरुम लाग्यो अरे त्यहाँ सार्वजनिक शौचालय पनि रहेछ ल हिँड छोरा हिँड ल सक्नुहोस् आउनु है आउनु बाख्रा पुरा चढ्दैछ यस्तै छ अब यो जिन्दगी गाह्रो छ हौ देव यता ऊ भगवान्लाई म नमस्ते गरेर यहाँ आऊ यहाँ ऊ यहाँ भगवान् हुन्छ यता यता ऊ यहाँ हो ल यता यहाँ अलिक अगाडि आएर नमस्ते गर अगाडि आएर आऊ अगाडि आऊ ऊ यहाँ नमस्ते गर नमस्ते गर नमस्ते है गुड यस्तो ढोका पनि नमस्ते भगवान् भन न मजाले गर मजाले नमस्ते गर नमस्ते दुई हात जोडेर उता हेरेर उता नमस्ते भगवान् ल चलो बिस्तारै बिस्तारै छोरा बिस्तारै हिँड हिँड लु हिँड के छ ए त्यो बाख्राको हो बिस्तारै नर्तकी हिँड न यात्रामा छौँ है साथीहरू गाह्रो रहेछ हौ यो बुढेसकालमा हिँड्नु ल है हाम्रो यात्रा जान्छ छोरो जाऊ घन्टी बजाऊ दीप घन्टी बजाऊ जाऊ हुन्छ अगाडि ल है यस्तै छ ए अन भयो त भगवान् है ल जय श्री राम काठीभाँडाले सबैको रक्षा गरौँ चलो छोरो यात्रा जारी छ त्यो तल हामी चाहिँ यसरी पहिले किट्टु खेल्थ्यौँ तर त्यो तलको चाहिँ यो पुरै मिलाएर राखिएको छ यो के हो पनि देश पर हाम्रो नेपालको झन्डा रहेछ तर यो हुसुले अलिअलि छेलिएको छ हजुर के गरेको थियो अरे भगवान्ले स्वागत गरेको ए लु हिँड हिँड हो ल यहाँ नि नमस्ते गरेर यहाँ भगवान् हुँदो रहेछ नमस्ते भन हामी गएको भन ल यात्रा निरन्तर चल्दैछ यो आउनु त है यो मन्दिर आइपुग्यो कि के हो सायद ल हिँड हिँड छोरा अब आइपुग्यो यस्तो त लु भयो नमस्ते भगवान्जी ल नमस्ते भगवान्जी ल ल चलो चलो अब हामी यहाँ मन्दिर आइपुग्नु जस्तो अलिक बिस्तारै छोरा बिस्तारै यस्तो मौसम छ कि चिसोले सताएपछि तिम्रो याद आयो भन्ने गीत कुनै समय लेखेको थिएँ त्यो दोस्रो त नहुनु होला है मन्दिरमा है यो पुजारी कोठा हाम्रो यहाँ शिवजी उभिरहनु भएको रहेछ ल अब हाम्रो मन्दिर सुरु पाथिभरा भगवती माताको दरबारमा भक्तजनहरूलाई स्वागत छ अरे लु छोरो लु स्वागत छ ल जाउँ जुत्ता यहीँ खोल्ने हो माथि ल ल हिँड ढोका ढोका चलो चलो ल है हामी फाइनल्ली आयौँ जस्तो छ के छ दाजु रमाइलो भयो
ल म त कुन चाहिँ पुजारी पो हुनुहुन्छ होला भनेर म त ल ठिक छ अनि कस्तो लागिरहेको छ जिन्दगी एकदम आछा छ कि उसो लागे पनि अब असिना पानी परेको छैन हामी भक्तजनहरूले इच्छाएको कुराहरू चाहिँ पुरा हुने भएछ माताले हामीलाई चाहिँ यतिसम्म गर्नु दिनुभयो उहाँलाई धेरै धेरै धन्यवाद दिनुपर्छ हौ ल के छ यतातिर दुई शब्द जाओस् न त दुई शब्द अलिक डर लाग्दो थियो मतलब सायद पुगिसक्यो पुग्दैन थाहा मतलब होइन अलिक कटै कटै भएन भने टाढा हुन्छ जस्तो लागेको थियो तर नजिकै भयो सजिलो पनि सजिलो थियो अनि आएर मजा पनि भयो बस ल ठिक छ धनकुटाको 3 जुरे पाथी भएर ल है यो मलाई चाहिँ के थाहा छैन जे हो सबैको जय होस् यहाँ 2 नम्बरदेखि 1 नम्बर देखेन लम्बु खोला कुखुरा परेवा फल फले त आदि अरे ल भाकाल भएमा मात्रै भाकालै चाहिँ छैन लु यता तमरथान कुखुरा परेवा फुल फले त आदि नमस्ते गर छोरा हो अब यता अगुवा सिकारी अन्डा फुल फलेदो आदि अरे लु यता नि नमस्ते गरिदेऊ हो अब यता 1 2 बिचमा 3 रहेछ यता 5 रहेछ लु 5 मा नि नमस्ते गरिदेऊ छोरो लु चलो उहाँ गएर अगाडि अलिक अगाडि गएर हो नमस्ते हो ल ल हाम्रो गणेशजी यहाँ हुनुहुँदैछ नमस्ते गरिदेऊ यो चढाउने चाहिँ कता हो हामीले यता नमस्ते गरिदेऊ छोरा भित्र नमस्ते गरिदेऊ भगवान्लाई भित्र ल ल मूल ढोकाको प्रवेशद्वार यता रहेछ ल कपडाको जुत्ता त लाउन मिल्छ होइन र हुन्छ मम्मी आउनु दीप उठ छोरो ल है अब हामी प्रवेश गरियो है चलो ल हाम्रो म्याडमहरूको चाहिँ अघि पर्का दिदी